नमस्ते। आज हामी जनमत र शिक्षा प्रणालीले हाम्रो देश कसरी समाप्त पार्दैछ भन्ने विषयमा केही चर्चा गर्दैछौँ। निर्वाचन प्रणाली बुझ्नुभन्दा पहिला हामीले स्वतन्त्रता भनेको के हो त्यो बुझ्नुपर्ने हुन्छ। जस्तै घरमा एकै प्रकारको खाना पाकेको हुन्छ, जसरी भए पनि त्यो खाना खानै पर्ने हुन्छ र घर मान्छेले निरङ्कुशको रूपमा व्याख्या गर्न थाल्छ। तर कुनै पनि भोजमा गयो भने उसले छानी छानी खान पाउँछ र त्यो स्वतन्त्रता भनेर व्याख्या गर्न थाल्छ। विकल्प भयो भने स्वतन्त्र र स्वायत्त ठान्छ, निर्विकल्प भयो भने निरङ्कुश भनेर व्याख्या गर्न थाल्छ। यो सबै मान्छेको साझा मनोवैज्ञानिक समस्या हो र विदेशीहरूले हाम्रो यही कमजोरीमा खेलिरहेका छन् र विभिन्न मुकुण्डो ओढाएर विभिन्न रङका आवाराहरू सडकमा छाडेका हुन्छन्। जनताले छान्न पाउने भयो। छान्न पाएपछि आफू स्वतन्त्र र स्वायत्त रहेको आवाज गर्न थाल्छ। तर सबै विकल्प एकै ठाउँबाट आएको छ भन्ने कुरा आम मान्छेले बुझ्दैन। भोजमा खाना छाने पनि बन्ने त एकै ठाउँमा हो। बनाउने मान्छेले बिख हालिदियो भने जुन खाना खाए पनि अन्तिममा मर्ने नै हो। छान्न पाएपछि पुग्छ, उसले दायाँ बायाँ के पनि हेर्दैन। नारीहरूले सिँगारपेटार गर्ने स्थान पार्लर मानिन्छ भने दलालहरू सिँगारपेटार गर्ने स्थान सञ्चार माध्यम मानिन्छ। हामीमा मैले त सबै कुरा बुझेर मत हालेको हो नि भन्ने ठुलो भ्रम हुन्छ। तर सञ्चार माध्यमले हाम्रो सोच, धारणा र विचारहरूमा कसरी प्रभाव पारिरहेको हुन्छ हामी त्यो कुरा बुझ्दैनौँ। हाम्रो मूल समस्या यही हो। लोकतन्त्रको लोकसँग कुनै पनि लेनदेन हुँदैन। यो दलालहरू प्रचार प्रसार गरेर लोकको बिचमा लोकप्रिय बनाउने र त्यही लोकप्रियताको आधारमा जनताले मत दिन्छ र त्यो मत दलालहरू सत्तामा पुर्याउने हतियारको रूपमा प्रयोग गर्ने र अन्तिममा त्यही जनतामाथि शिकार गर्न लगाउने कपटीहरूको तन्त्र हो। मैले भन्न खोजेको हामीले दिएको मत हाम्रै निम्ति काल बनिरहेको छ। अब हामी नेपालको विद्यालय र क्याम्पसले हामी विरुद्ध कसरी काम गरिरहेका छन् त्यो बुझौँ। आफ्नो बच्चाले घरमा अध्ययन गर्छ कि गर्दैन हामी त्यो हेर्दैनौँ। हामी के हेर्छौँ त? हाम्रो बच्चाले प्राप्त गरेको नतिजा मात्रै हेर्छौँ। मेरो बाबुले घरमा अध्ययनै गर्दैन तैपनि राम्रो नतिजा ल्याइरहेको छ। हामी मख पर्छौँ र हाम्रो त्यही कमजोरी समातेर विद्यालय र क्याम्पसले हामी माथि नै प्रहार गरिरहेका छन्। अभिभावकको दिमागमा हान्न उनीहरूले नतिजाबाट प्रभाव पार्ने गरेका छन् र परीक्षा आउनुभन्दा केही समय अगाडि प्रश्नपत्र दिने वा प्रश्नपत्र परीक्षाभन्दा अगाडि गोप्य रूपमा सार्वजनिक गरिदिन्छन्। प्रश्नपत्र नै सार्वजनिक गरेपछि त्यो परीक्षा दिनु र नदिनुमा के अन्तर हुन्छ त? र विदेशीहरूले हाम्रो नतिजा मात्रै हेर्ने कमजोरीमा खेलेका छन्। हामी कसैले राम्रो कुरा गर्यो भने मख पर्छौँ र उसको व्यवहार कस्तो छ, अब उसको आचरण कस्तो छ, हामी त्यो कुराहरू के पनि हेर्दैनौँ। अन्तिममा आवाराले स्वार्थ पूर्ति गरेर सडकमा मिल्काएपछि आफ्नै पुरपुरमा हान्ने भन्दा अर्को विकल्प हामीसँग हुँदैन। 2046 सालमा बहुदल आए पछाडि प्रजातन्त्रको सफलता देखाउन विद्यालयमा चिट छोड्ने, अरूको सार्ने माहौल स्थापित गर्न लगाए। नेपालमा त एकजना पनि शिक्षक छैन। सबै विदेशीले प्रशिक्षण गरेका प्रशिक्षकहरू मात्रै छन्। त्यसपछि विद्यार्थीहरूमा अध्ययन गर्ने संस्कार नै समाप्त भयो र नेपाली समाजमा पहिलाको भन्दा साक्षरता दर धेरै वृद्धि भएको छ। हाम्रो समाज राम्रो हुनुपर्ने ठाउँमा किन झन्झन खत्तम हुँदै गएको छ त? र यहाँका दलालहरूले जुन कुरा राम्रो भनेर प्रचार प्रसार गर्छन् त्यहाँ समस्या हुन्छ भन्ने कुरा हामीले बुझ्नै सकेनौँ। आम मान्छेको मनोविज्ञान कस्तो हुन्छ भने उसले माया प्रेम गरेको कुराहरू सहजैसँग बिर्सिन सक्छ तर चोट कहिले पनि बिर्सिँदैन। मान्छेले पढेको कुरा बिर्सिन सक्छ तर उसले प्राप्त गरेको नतिजा कहिले पनि बिर्सिँदैन। मैले भन्न खोजेको जुन कुराले मान्छेको मनोविज्ञानमा तनाव पैदा गर्छ त्यो कुरा मात्र उसले सम्झिरहन्छ र बिर्सिने कुराले के पनि असर गर्दैन। तर जुन कुरा सम्झिन्छ प्रभाव त्यसैले पार्ने हो। लोकतन्त्रको भ्रममा मत हामी सबैले हालिरहेका छौँ र हाम्रो काम मत दिने मात्रै हो। त्यसपछि हाम्रो हातमा के पनि हुँदैन।
मत जसले गन्छ सबै कुरा उसैको हातमा हुन्छ। जस्तै विद्यार्थीले जाँच दिन्छ, नम्बर कापी जाँच्ने मान्छेको हातमा हुन्छ, जाँच दिने विद्यार्थीको हातमा हुँदैन। र कापी जाँच्ने मान्छेले दायाँ बायाँ गरिदियो भने उसले राम्रै उत्तर दिए पनि अनुत्तीर्ण हुन सक्छ। र हामीले 2046 सालदेखि मत हाल्यौँ र हाम्रो मत कसरी हेरफेर गरेर विदेशीले आफ्ना प्यादाहरू अगाडि सारिरहेका छन् भन्ने कुरा हामीले बुझ्न सकेनौँ। हाम्रो मूल समस्या यही हो। र यत्रो पटक मत हाल्दा पनि एकजना त राम्रो मान्छे निस्किनु पर्ने हो नि, सबै चोरै चोर मात्र किन निस्किन्छन् त? हामीले त्यस्ता प्रश्नमा गहन तरिकाले सोच्नै सकेनौँ। हामी एकैछिन समाज निरन्तर बग्ने कार्यात्मक प्रणालीको रूपमा कल्पना गरौँ। हामीले त्यो कार्यात्मक प्रणाली सञ्चालन गर्ने जिम्मा कसको हातमा सुम्पिने? प्रजातन्त्र वा लोकतन्त्रको नाममा अनियमित रूपमा मत जाहेर गरेर पश्चिमाहरूले परिचालन गरेका दलालहरू चुन्ने वा प्रणाली सञ्चालन गर्न सक्ने सक्षम मान्छेको हातमा सुम्पिने? निर्वाचनमा मत कौशलतापूर्वक आफ्नो प्रतिनिधि पात्र चुन्न मतदातामा कला, विवेक र बुद्धिमत्ता चाहिन्छ। निर्वाचन संस्कृत शब्द हो जसको अर्थ नबोलिकन आफ्नो मत जाहेर गर्ने लाग्छ। मनपरी रूपमा अन्तर्ज्ञानबाट मत हाल्दा प्रणालीले हावा खान्छ। त्यसैले मत हाल्ने प्रजा व्यवस्थित ढङ्गबाट प्रशिक्षण गर्नुपर्ने हुन्छ। र प्रशिक्षण कसले गर्ने त? मत कसले हाल्न पाउने, कसले हाल्न नपाउने प्रावधान चाहिन्छ, किनकि सबैले मत सही व्यक्तिमा हाल्छ भन्ने सुनिश्चितता हुँदैन। र इन्डो पश्चिमा आफैले प्रशिक्षण गरेका दलालहरू आफैले सञ्चालन गरेको सञ्चार माध्यमबाट विज्ञापन गरेर नायककरण गर्छन्। सञ्चार माध्यमको पत्रकार कसको पैसा खाएर बाँच्छ त? प्रजातन्त्रको व्यवसाय गर्ने व्यापारीको पैसा खाएर पत्रकारले प्रजातन्त्रको विज्ञापन गर्छ। दलाल पनि आफै परिचालन गर्ने र जनताको धारणा पनि आफै निर्माण गराउने तन्त्र कसरी प्रजातन्त्र हुन्छ? मनपरी ढङ्गले चुनेको दलालले भोलि सत्तामा गएर जनकल्याणकारी काम गर्छ भनेर हामी कसरी सुनिश्चित बन्ने? र विभिन्न वायत आकर्षक मुद्दाहरू बोकाएर दलालहरू सडकमा उफार्ने र जबरजस्ती भोट हाल्न लगाएर सत्तामा पुर्याउने आवारा तन्त्र नै प्रजातन्त्र हो। र आम मान्छेमा आवारा प्रवृत्ति हुन्छ। उसले आचरण हेर्दैन। आन्तरिक कुरा बुझ्न धेरै अप्ठ्यारो हुन्छ र आवरणबाट निर्णय लिन धेरै सजिलो हुन्छ। जुन कुरा सहज हुन्छ उसले त्यस्तै संस्कार अङ्गीकार गरेको हुन्छ। र आम मान्छेले आत्माबाट निर्णय लिन्छ, दिमाग प्रयोग गर्दैन। आत्मा आवश्यकता र आकाङ्क्षाको दलदलमा फसेको हुन्छ र आत्माले सही गलत केही पनि छुट्याउन सक्दैन। र सही गलत छुट्याउने तर्कसङ्गत दिमागले हो। आत्मा आकर्षणको पछि लाग्छ। पश्चिमाहरूले कुनै पनि देशमा आक्रमण गर्नु पूर्व त्यहाँको जनताको के आवश्यकता र आकाङ्क्षा आवाज गरिरहेको छ भन्ने विषयमा गहन अध्ययन अनुसन्धान गर्छन्। जनताको आवश्यकता र आकाङ्क्षा बुझेपछि सोही अनुरूपको रणनीति तय गरेर आक्रमण गर्छन्। यदि कुनै आवश्यकता आवाज गरेको छैन भने उनीहरूले यान्त्रिक आवश्यकता आविष्कार गर्न थाल्छन्। जस्तै नेपालको आवश्यकता प्रजातन्त्र थिएन र उनीहरूले दलालहरू परिचालन गरेर प्रजातन्त्रको यान्त्रिक आवश्यकता आवाज गराए र जसको फलस्वरूप राजा मार्नेदेखि राजतन्त्र अन्त्य गर्ने सम्मको काम गरे। भ्रष्टाचारीहरू कारबाही गरेर मात्र नेपालको समस्या हल हुँदैन, तर उनीहरूले भ्रष्टाचारी यान्त्रिक आवश्यकताको रूपमा आवाज गराएर विभिन्न गिरोहहरू परिचालन गरिरहेका छन् र नेपाली समाज आधारभूत आवश्यकताबाटै वञ्चित भएको छ र जनताको आधारभूत आवश्यकता कसरी आपूर्ति गर्ने त्यो विषयमा कुनै पनि दलालहरू बोल्दैनन्। सबै देशमा 79% जनता आशामा बाँचेको हुन्छ र पश्चिमा प्रजातन्त्र पनि योग र धर्म जस्तै एक अमूर्त शब्दजाल हो र योग परोक्ष वा अपरोक्ष रूपमा सबै जीव जगतमा हुन्छ। जबसम्म योग हुँदैन तबसम्म के पनि हुँदैन। जस्तै आकाशमा उडेको चिल र जमिनमा कुदेको मुसाको बिचमा योग भएन भने चिलले मुसाको शिकार गर्नै सक्दैन। जब हामीले
कुनै चिज देख्छौँ तब हामी आकर्षित बन्छौँ। र योगी को हो त? योगी वस्तु र हामी बिचमा प्रकाश पार्ने सूर्य हो, जसले जुन कुरामा प्रकाश पार्छ त्यही योगी हो। धर्म भनेको धारण गर्ने कुरा हो। धारण त गर्ने, कसको धर्म धारण गर्ने त? आफ्नै मूल्य उदाहरण गर्ने हो कि अरू कसैको मूल्य उदाहरण गर्ने हो? नारीको धर्म पुरुषको वीर्य ऊर्जा ग्रहण गरेर सन्तान हुर्काउने हो। गर्भ धारण गर्ने, कसको गर्भ धारण गर्ने? सबैको गर्ने हो कि आफ्नो लोग्नेको मात्र गर्ने हो? हामीले यी यस्ता प्रश्नहरूमा गहन ढङ्गले अध्ययन अनुसन्धान गरेर अलिकता गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ। हस्त, धन्यवाद।